चलो ला मेरो 5 ब्याग फाइनली बाख्राको पर्क्यौँ ल लोड भयो लोड मतलब बस्ता बोरामा हाल्यौँ एउटा आन्टीले मागेको थियो बगानमा हाल्नलाई 5 वटा बोरा फाइनली भयो। हेलो साथीहरू नमस्ते मेरो एउटा न्यू ब्लगमा स्वागत छ तपाईहरुलाई। साथीहरू अब फेरि घाँस काट्ने ड्युटी सुरु जाँदैछु। यो मेरो दुईटा छोराहरू लगेर जानेछु साथीहरू। फेरि आफ्नो आफ्नो ड्युटी त गर्नै परिहाल्छ हैन। अब गाई बाख्राले घाँस लिन जानु पर्यो साथीहरू। त्यहाँ एउटा आन्टीले चिङडीको घाँस काटेर फ्याँकेको छ अरे साथीहरू, त्यो लिन जानु पर्यो। अब कति छ चिङडी घाँस त्यो थाहा छैन, भारी पुग्छ पुग्दैन। अब छोरा दुईटा र म भएर गएर ल्याउँछु साथीहरू। मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। अरू मन परेमा लाइक सब्सक्राइब गर्नु होला साथीहरू। अब जानु पर्यो, आज चाहिँ हिँड्दै जानु पर्यो साथीहरू। मेरो गाईको बाछी बिमारी भएर उठेको छैन, झन् सुक्दै सुक्दै गएको साथीहरू। दबाईहरू पनि चलाइराखेको छु मैले, निको भएको छैन साथीहरू। के दबाई गर्दा राम्रो हुन्छ होला कमेन्टमा भनिदिनु होला साथीहरू। के पछि पुरा गाडी दायाँ बायाँ त्यस्तै माझमा गएर घाँस ल्याउँछ साथीहरू। मैले स्ट्रिङ ल्याएको छु पिउनुलाई, पिउनु पर्यो। ठन्डा भए त मिठो हुन्थ्यो, तर के गर्नु यो गरममा कामै छैन। यहाँ आन्टीहरू सबै गाडीमा जाँदैछन् पिकनिक गएको रे बस्तीमा। मजा नआउँदो रहेछ है साथीहरू यो पिउनुमा त, ठन्डा छैन भने नि टेस्ट छैन। छिटो आइज। बेकारमा आयो साथीहरू, घाँस काट्दा छ फोनै उठाउँदैन, बेकारमा टाइम लस भयो हामी। फेरि उँधो गएर काट्नु पर्यो साथीहरू। काट्नुपर्ने अब यतै हो। अब उहाँ गएको त काम लागेन पो, फोनै उठाएन कता कता। अब त्यही भएर काटेर लानु छ साथीहरू। भुई घाँस यसरी निकै काटेर लान्छु। लहराहरू कलिलो कलिलो छ साथीहरू, यही काट्नु पर्यो साथीहरू। धेरै गरम भयो अनि यहाँ शीतलमा आएर बसेको म चाहिँ। तीन अङ्गला हुनु लाग्यो साथीहरू। अब भारी पुग्नु थाल्यो मेरो। गरम भयो, एकदम गरम, ज्यादा गरम भयो साथीहरू। उयो त काट्नु छ, यता पनि काट्नु छ साथीहरू। उता पनि काट्दैछ एकजना फुच्चे। अब भारी पुग्नु थाल्यो साथीहरू। अब भारी पुगेर चाहिँ लानु छ घरमा।
आन्टीले घाँस डल्लो भएछ डल्लो डल्लो कलिलो हाँ चला एकजनाको भारी अनि एकजनाको भारी दुईजनाको भयो मेरो मिलाएर तीनजना ऊ माथि छ अब घरतिर जानु पर्यो साथीहरू लगेर गोबरहरू सोर्नु छ घाँसको भारी बजार जानु पर्यो घाँसको भारी छोटो छ ढका ल कम्ती भएछ घाँस त न त हो त्यहाँ मजाले हुँदै के तिरिस ल ल हुँदै चल्लो चल्लो ला चलो उठी आस्ते आस्ते ल साथीहरू अब हामी चाहिँ लाग्यौँ ओह्रालो कुदिरहेछ केटा दुइटा कति गिऱ्यो हो त हल्का चाहिँ यतिबाट पोलाएछ ल साथीहरू भारी चाहिँ बोकेर ओह्रालो लाग्दैछ ओह्रालो जाँदैछ साथीहरू ओह्रालोमा हिँड्नु बहुत दुःख छ कि अलिक खुट्टा काम छ थर अनि जाँदैछ साथीहरू गाईहरू कराएरै छैन हो साथीहरू डाकिँडो है कति यतै आइबे साथीहरू म चाहिँ घरमा आइपुगेँ आइया ल साथीहरू अब चाहिँ म गोबर सर्नु पऱ्यो पुरा हगेर रास बनाएको रहेछ है पुरा रास अहिले सर्नु पऱ्यो साथीहरू उठ ल हेर आफै उठ परसम्म छ साथीहरू गोबर सर्नु पर्ने छ साथीहरू अब घरतिर गएर पानी पिउनु पर्यो साइले घाँस कता काट्यो घाँस कता काट्यो खोइ चियामले पनि दे पानी पनि दियो फेरि पनि बाख्राको बड्ग्याउला उठाउनु पर्यो मल त्यो उसले त त्यो सिमेन्टको बराले त्यहाँ मल उठाउनु पऱ्यो बाख्राको साथीहरू एउटा आन्टीले मागेको मागे गर्छन् यस्तो छ मल चाहिँ फेरि कसरी निकाल्ने हो ल 5 बोरा निकाल्नु छ साथीहरू 5 बोरा हाल्नु पर्ने छ त
यस्तो झ्यास छ, झ्यास सोर्नु पर्यो। यतै आइबे गुरु लाना होइन त मागिस त तगली लगा। खोइ ले थाल्ने त कस्तो मिठो छ नि घरमा कुकुम्बर यस्तो पाल्नु अनि अर्ग्यानिकली खानु। गाइस कस्तो मिठो छ नेचुरल दिस काट्छ itu gaspol aja सबै मिठा मिठा है। दुकानमा त नेचुरल बनाउँछ सबै सबै गाउरी नै खा रहे। मेरो चाहिँ 5 ब्याग फाइनली बाख्राको पर्क्यौँ ल। लोड भयो, लोड मतलब जस्ता बोरामा हाल्यौँ। एउटा आन्टीले मागेको थियो बगानमा हाल्नलाई, 5वटा चाहिँ बोरा फाइनली भयो। हुन त मैले 150 रुपियाँ गरेर दिएको थियो भयो नि। अब के गर्नु, चिनाजाना मान्छे भएर 100 रुपियाँ दिएको साथीहरू। भयो यो चाहिँ मल बहुत राम्रो हुन्छ अरे। बाख्राको मल चाहिँ 2 सालमा लाग्छ अरे साथीहरू। गाईको चाहिँ 6 महिनामा खत्तम हुन्छ भन्यो। अनि बाख्राको यो साल हाले पनि अर्को साल मात्र राम्रो हुन्छ भनेर भन्दै थियो त्यो आन्टीले। को समय चाहिँ 5:30 भइसक्यो साथीहरू। अब साथीहरू धेरै काम छ मेरो चाहिँ। गाईलाई दाना दिन, गाई दुहन, घाँस हाल्न, थुप्रै छ साथीहरू काम। अब भयो भने अब सबै थोक देखाउन राति हुन्छ साथीहरू। त्यसैले गर्दाखेरि मेरो भिडियो अब यतिमै राख्छु। तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट गर्नु होला साथीहरू। अरू नौतन हुनुहुन्छ भने साथीहरू तपाईँले सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला साथीहरू। आजको लागि बाई बाई।